मैले यो असार महिनामा जुन मैले यो लाउन गइरहेको छु यो अक्सिजन बोडी एउटा डोरीलाई यसरी ठ्याक्क बिचमा राखिदिनुस् र अर्कोपट्टिबाट यसरी बल्झाइदिनुस्। अब बाँकी यो रह्यो र यो जुन सानो डोरीको माध्यमले यसरी तपाईले सामान्य रूपमा यसरी जुन यो हेरिराख्नु भएको छ नि यसमा यसलाई तपाईहरुले सानो एउटा प्लास्टिकको क्यारेटमा एउटा छतमा पनि लाउन सक्नुहुन्छ। यदि तपाईहरु भिडियोमा हेरे जस्तै एउटा सानो प्लास्टिकको क्यारेटमा उचित मलखादहरु राखेर तपाईहरुले एउटा सानो खुर्सानीको बिरुवा रोप्नु भयो भने यसरी लटरम्मै फल्न अथवा फलिरहेको दृश्य पनि हेरिराख्नु भएको छ। यो जोडी लाउन चाहनुहुन्छ भने मैले चाहिँ के गर्छु भने अब तपाईहरुले कसरी लगाइराख्नु भएको छ त्यो पनि राम्रै विधि होला। मैले चाहिँ एउटा सानो यसरी फलफुलको क्रेटमा एक ठाउँमा दुईवटा बोडी पर्ने गरी। हेलो साथीहरु सबैमा फेरि पनि नमस्कार। अहिले आषाढको लगभग मध्य मौसम चलिरहेको छ अथवा मध्य महिना लगभग 16-17 गते भइसकेको छ। यसमा मैले अब यो भन्दा पहिले काँक्रा लगाएको थिएँ यसमा र सेम फिल्डमा मैले चाहिँ यसमा अहिले बोडी पोथ्रे बोडी मैले लगाउन गइरहेको छु। हालको पनि हेरेको दृश्य हेरिराख्नु भएको छ तपाईहरुले। र यो बोडी के हुन्छ भने बढ्न अहिले त पानी पर्ने सिजन छ। पानी पर्ने सिजन भएको हुनाले तल हेरिराख्नु भएको छ सेतो सेतो यो मल्चिङमा मैले यो लगाइरहेको छु। यो यसमा के हुन्छ भने बोडीहरु बढ्ने क्रममा कहिलेकाहीँ ओभरलोडले गर्दाखेरि लडिदिने खस्ने यस्तो समस्या हुँदाखेरि के हुन्छ भने हामी यसलाई कसरी टेका दिने, कोही चाहिँ बाँसको भाटाले कोही एक एक गरी टेका दिँदै बाँध्दै जाँदा भएखेरि झन्झटिलो हुन्छ। यसरी यो जुन भिडियोमा हेरिरहनु यो जुन यो बढ्दै जाँदै लडेको बोडी हो यो। र यसलाई मैले यो थाक्रा दिने क्रममा यसरी मैले यो असार महिनामा जुन मैले यो लाउन गइरहेको छु यो अक्सिजन बोडी के हुन्छ भने पानी पर्ने क्रममा यो के हुन्छ भने अलि बढ्ने प्रोसेस पनि ज्यादा हुन्छ यसमा। त्यसले गर्दा अब यसरी अब बोडी लडिसक्यो अब के गर्ने कि त यसलाई यसरी उठाउनु पर्यो। उठाउनु पर्दाखेरि हरेक ठाउँमा बाँसको भाटा गाड्दै उठाउनु पर्यो। त्यसले गर्दा समस्या हुन्छ भनेर मैले यो जुन हेरिराख्नु भएको छ यो मध्य हेरिराख्नु भएको छ यो डोरी यहाँदेखि त्यहाँसम्म मैले तान्दिएको छु। तपाईहरुले कसरी गरिराख्नु भएको छ है। जस्तै यो डोरी हो भने एउटा डोरीलाई यसरी ठ्याक्क बिचमा राखिदिनुस् र अर्कोपट्टिबाट यसरी बल्झाइदिनुस्। अब बाँकी यो रह्यो र यो जुन सानो डोरीको माध्यमले यसरी तपाईले सामान्य रूपमा यसरी तपाईले अड्काइदिनुस्। यति गरिदिनु भयो भने लगभग यो सबै बिरुवालाई एउटै डोरीमा काम लाग्ने हुन्छ। यो जस्तै मैले यस्तो गर्दिएँ यो गरिसकेपछि अब यो जति गरे पनि यो हलिँदैन अब यतिकै रहन्छ यो। किनभने यो फुल्न आँटिरहेको छ यो एक ठाउँमा दुई ठाउँमा यिनीहरू के छ भने फुलाउन सुरु भइरहेको छ यसमा। त्यसले गर्दा यसरी मैले यो यसरी नै यो थाक्रा दिइरहेको छु यिनीहरूलाई। अब तपाईहरुले कसरी गरिराख्नु भएको छ त्यो पनि राम्रै हो। तर हरेक ठाउँमा बाँसको भाटा गाड्नु भन्दा पनि सिम्पल एउटा डोरीको सहायताले यसरी दिनुभयो भने एउटा डोरीको सहायतामा हरेकलाई यसरी बाँधिदिँदै मैले चाहिँ यसमा चाहिँ यसरी सपोर्ट गरिरहेको छु। तपाईहरुले कसरी दिइराख्नु भएको छ मैले यसलाई यसरी जुन यो बढिरहेको छ नि यो बढिरहेको टुप्पोलाई यसरी यो भाँचिदिनु होला है। यो हेर्नु भएको छ नि भिडियोमा भाँचिदिनु होला। यो भाँच्नु भयो भने के हुन्छ भने यहाँदेखि अझ सहायक ब्रान्चहरू निस्किन्छ सहायक हाँगाहरू। यसमा चाहिँ धेरै बोडीहरू लाग्ने हुन्छ यसमा। अब यसलाई हामी यसरी गरेर यसरी ठ्याक्क यसरी बल्झाएर अनि यहाँ चाहिँ हामी फेरि अर्को डोरीको सहायताले यसरी हामी बाँधिदिन्छौँ। यो अड्किन्छ मजाले वा ढल्न लड्नबाट जोगाउन सक्नुहुन्छ। यहाँ पनि हेर्न सक्नुहुन्छ हेर्नुहोस् यो पनि अब बढ्ने क्रममा यता आयो। अब यता आइसकेपछि हामी के गर्छौँ यसलाई यसरी हामी यसलाई अड्काइदिन्छौँ है। खाँचो पर्यो भने हामी यसलाई अड्काइदिन्छौँ। यदि धेरै नै झाङ्गियो भने हामी यसरी डोरीको सहायताले हाँगाहरू यसरी हामी बाँधिदिन सक्छौँ। अब यदि तपाईहरुले भन्नुहुन्छ भने हैन मेरो सानो जग्गा छ मेरो सानो ठाउँ छ अथवा ठाउँै छैन भन्नुभयो भने यस समयमा कहिलेकाहीँ के हुन्छ भने घरको छतहरुमा पनि हामी यसलाई सजिलै खेती गर्न सक्छौँ। त्यसको लागि हामी के गर्छौँ भने सानो जुन कहिलेकाहीँ एउटा ग्रोइङ ब्याग पनि पाउँछ कहिलेकाहीँ यो प्लास्टिकको क्यारेटहरू पनि पाउँछ। हेर्न सक्नुहुन्छ यो यिनीहरू खुर्सानी हो।
यसरी मैले यो जुन यसमा हेरिराख्नु भएको छ यसमा खुर्सानी खेती पनि मैले अलिअलि सानोतिनो आफ्नो लागि भए पनि मैले गरिरहेको छु। तपाईँहरूले यसलाई यसरी जुन यो हेरिराख्नु भएको छ नि यसलाई तपाईँहरूले सानो एउटा प्लास्टिकको क्यारेटमा एउटा छतमा पनि लाउन सक्नुहुन्छ। यसरी तपाईँहरू भिडियोमा हेरे जस्तै एउटा सानो प्लास्टिकको क्यारेटमा उचित मलखादहरू राखेर तपाईँहरूले एउटा सानो खुर्सानीको बिरुवा रोप्नुभयो भने यसरी लटरम्मै फल्न अथवा फलिरहेको दृश्य पनि हेरिराख्नु भएको छ। यो जुन खाली रहेको छतहरूमा राख्दाखेरि यो चाहिँ निकै नै फाइदाजनक होला। यो वर्षाको सिजनमा यो खुर्सानी हेर्न सक्नुहुन्छ कति मजाले फलिरहेको छ। यो यसमा चाहिँ सामान्य हेर्नुहोस् मजाले यो फलिरहेको छ। यो छतमा राखिसके पछाडि 100 200 वा 10-20 कतिवटा बिरुवामा लाउन सक्नुहुन्छ। यसरी मैले चाहिँ लगाइरहेको जुन इक्जाम्पल हेरिराख्नु भएको छ यसमा खुर्सानीहरू मजाले फलिरहेको छ। यसमा पनि हेर्न सक्नुहुन्छ यता यो चाहिँ एकदम लटरम्मै फलेको छ भिरानीहरू। यसरी यो मजाले यो लटरम्म फलिरहेको छ। किनभने यो चाहिँ मलाई जग्गै हुनुपर्छ भन्ने छैन। यदि गर्न चाह्यो भने त सबै थोक आफ्नै त हो भने जस्तै यहाँ हेर्न सक्नुहुन्छ मैले यो मैले एउटा प्लास्टिक क्यारेटमा मैले यो लाएको हो। यो यसरी तपाईँहरूले जङ्गल झार अथवा झारपात पनि सजिलै गोड्न सक्नुहुन्छ। यो माटो हेर्नुहोस् कति बुरबुर आउँदो छ यसमा हेर्न सक्नुहुन्छ। यो यसरी राखिदिएको छु मैले। यसमा चाहिँ बिरुवा रोपिसके पछाडि यसरी बढ्ने हुन्छ र यो जुन यसमा चाहिँ फल लाग्ने काम हेर्नुहोस् त यहाँ हेर्नुहोस् है। यो आफ्नो लागि भए पनि यो चाहिँ निकै नै राम्रै फल लागिरहेको छ। यसमा पोली हाउसमा यसरी बोडीहरू लगाइरहेको छु। योभन्दा पहिला यसमा चाहिँ मैले काँक्रा लगाएको थिएँ। काँक्रा पनि निकै नै राम्रो भयो। अहिले अब सेकेन्ड लटमा चाहिँ अफ सिजन बोडी खेती यदि गर्न चाहनुहुन्छ भने यसरी प्लास्टिक अथवा मल्चिङ बिछाएर तपाईँले गर्न सक्नुहुन्छ। यदि तपाईँहरूले यो असारको सिजनमा वर्षाको सिजनमा यसरी तपाईँहरूले मल्चिङ व्यवस्थापन गरेर तपाईँहरूले यसमा बोडी खेती सजिलै गर्न सक्नुहुन्छ। जुन अहिले मैले यसमा गरिरहेको छु। अबको मलाई लाग्छ अब यो 1 हप्तामा यो सायद अब फल्न सुरु गर्छ र यति बेला भनेको तरकारीको भाउ अलि निकै उच्च नै रहन्छ। यदि गर्न सक्नुभयो भने तपाईँहरूले बेच्न नभए पनि आफ्नो खानको लागि चाहिँ यसरी गर्न सक्नुहुन्छ। र यो यता हेरिराख्नु भएको छ यो यसमा चाहिँ हेर्न सक्नुहुन्छ मैले यो खुर्सानी पनि मजाले लगाइरहेको छ। यसमा चाहिँ मैले सामान्य एउटा प्लास्टिकको क्यारेटमा मात्रै गरिरहेको थिएँ। जोस् यो तपाईँहरूले यो छतमा गर्नुभयो भने जहाँसम्म मलाई लाग्छ तपाईँहरूको लागि यो राम्रै हुनेछ। यसमा हेर्नुहोस् यदि बोडी लाउन चाहनुहुन्छ भने मैले चाहिँ के गर्छु भने अब तपाईँहरूले कसरी लगाइराख्नु भएको छ त्यो पनि राम्रै विधि होला। मैले चाहिँ एउटा सानो यसरी फलफुलको क्रेटमा एक ठाउँमा 2वटा बोडी पर्ने गरी यसरी मैले रोपेको छु। यसमा वृद्धि विकास पनि राम्रै भइरहेको छ। र यो चाहिँ प्राय गरी के हुन्छ भने खेत जमिन नहुने अथवा छत हुनेहरूको लागि छ भने निकै नै राम्रो हो। यो यसरी मजाले तपाईँ आम्दानी लिन सक्नुहुन्छ। आफ्नो बेच्नको लागि नभए पनि आफ्नो खानको लागि चाहिँ निकै नै यो अहिले सफलता हुन सक्छ। यो त्यसै गरी यो मैले अर्को यो जुन हेरिराख्नु भएको छ यो खुर्सानीको बोट यसमा चाहिँ मैले रोपेको छु। यसमा पनि लगभग फलहरू राम्रै लागिरहेको छ यसमा। किनभने आफ्नो लागि खानको लागि भए पनि छतमा लाउन सक्नुहुन्छ। यो यसरी हेर्न सक्नुहुन्छ फल मजाले लागिरहेको छ यसमा। अलि जोस् आफूलाई खान पुग्ने जति चाहिँ सबै यहाँ चाहिँ व्यवस्थापन गर्न सक्नुहुन्छ। यसरी तपाईँहरूलाई यो भिडियो जानकारीमूलक लागेमा तपाईँहरूले लाइक शेयर र सब्सक्राइब गर्न नभुल्नुहोला र अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा त्यसको लागि धेरै धेरै धन्यवाद।